जय मसीह सबैजनालाई। आज म यूहन्ना 2 अध्यायको 1 देखि 11 पदसम्म वाचन गर्न गइरहेको छु। हेडिङमा रहेको छ काना नगरमा विवाह उत्सव। तेस्रो दिन गालिलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्ति आएका थिए। दाखमत सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, तिनीहरूसित दाखमत छैन। येशूले तिनलाई भन्नुभयो, हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन। उहाँकी आमाले चाकरहरूलाई भनिन्। उहाँले भन्नुभयो, बमोजिम तिमीहरूले गर। अब यहुदीको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय 100 लिटर अटाउने ढुङ्गाका 6वटा घ्याम्पाहरू राखिएका थिए। यसुले तिनीहरूलाई भन्नुभयो, घ्याम्पाहरू पानीले भर। तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्नुभयो, अलिकता उघाएर भोजका मुखिया कहाँ लैजाऊ। तिनीहरूले सो लगे। भोजका मुखियाले त्यो पानी चाखे जो जब दाखमतमा परिवर्तन भएको थियो त्यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुलाहालाई बोलाएर भने, हरेक मानिसले पहिले असल दाखमत टक्राउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कम सल दाखमत राखिन्छ। तिनले त असल दाखमत अहिलेसम्म राखेको छोडेछौ। तिमीले त असल दाखमत अहिलेसम्म राखी छोडेछौ। उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालिलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। आमेन।